आई होप हजुरले मेरो योभन्दा अगाडिको नि भिडियो हेर्नुभयो होला। यो चाहिँ सौराहाको राप्ती खोला हो। कस्तो राम्रो हो कि यहाँनिर चाहिँ हरियो सबै कस्तो राम्रो देखिएको होइन। अनि हामी चाहिँ उताबाट आइसकेपछि हामी यहाँ आएको थियौँ। यहाँनिर धेरै थरीथरीको मूर्तिहरू रहेछ कि। अनि यहाँनिर खोला रहेछ। अनि यहाँनिर चाहिँ क्रोकोडाइलहरू पनि थियो होइन, बोटिङ। अनि त्यो हामीले यहाँनिर धेरै फोटोहरू खिच्यौँ। यहाँ गैँडाहरू पनि देखियो होइन। अनि फोटो खिच्यौँ। अनि त्यसपछि हामी फर्केर यता बिच जस्तो टाइपको यहाँनिर थियो होइन। अनि हामी आयौँ राप्ती बिच। अनि यहाँ फुलहरू कस्तो राम्रो रहेछ क्या। अनि चाहिँ मोबाइल क्याप्चर गर्न भ्याइहालेँ। अनि यहाँनिर नि हामीले टन्नै फोटोहरू खिच्यौँ होइन। सनसेट कस्तो बवाल। अनि कफीहरू खायौँ, पकवान यो फ्रीमा हो है। अनि यो सबै खाएमा कस्तो राम्रो सनसेट भइरहेको थियो। अनि यता यसो हेरेको टुरिस्टहरू के उता जङ्गलबाट आउनु भइरहेको रहेछ। अनि हामी यहाँ बस्यौँ। अनि बसिसकेपछि धेरै फोटो खिच्यौँ। कस्तो राति कस्तो राम्रो भ्यूहरू रहेछ। अनि हामी यहाँ फर्क्यौँ फोटोहरू खिचेर। अनि माथि लाइटिङहरू यस्तो बवाल भएको थियो नि, कस्तो खतरा भएको रहेछ कि। अनि सबैजना अगाडि अगाडि जानु भइरहेको थियो। अनि यहाँनिर बाबा चाहिँ उता पैसा दिनु जानु। अनि म फेरि रुममा आएर बेलुका फोटो खिचेँ। अनि त्यसपछि रुममा जानुभन्दा अगाडि रुममा गइसकेपछि हो यो चाहिँ, बुढोहरू रुममा गइसकेपछि हामी फोटोहरू खिचिसकेपछि हामी फेरि बेलुका थारू डान्स हेर्नको लागि जान लागेको। अनि हामी बेलुका फेरि हामी थारू डान्सको लागि जान लागेको छौँ होइन। अनि त्यहाँको मेन कल्चरल अनि त्यहाँको सबै एकदम पर्फेक्ट डान्सहरू त्यहाँको सबभन्दा राम्रो हुन्छ कल्चरल डान्स थारू। अनि त्यसैको लागि हामी आयौँ। अनि आइसकेपछि हामी यहाँ बस्यौँ, टाइम पास गरेर पनि स्टार्ट हुनुभन्दा अगाडि। अनि फोटोहरू खिच्यौँ, एकदम मजा आएको थियो। अनि लाइटहरू बाइसकेपछि अनि किन होस्ट भएको थियो। अनि के हुँदो रहेछ भने यहाँ सुरुमा चाहिँ होस्टिङ भयो, एउटा दिदी हुँदो रहेछ होस्टिङ गर्ने, होस्टिङ भयो। अनि होस्टिङ भइसकेपछि त्यहाँबाट डान्स भयो एउटा धेरै भएको थियो डान्सहरू। होस्टिङ भइरहेको यहाँ सुरुमा। त्यसपछि यहाँ डान्स भयो, थारू डान्स आफै गाएर गर्ने हुन्छ डान्स चाहिँ होइन। एकदम रमाइलो भएको थियो। यो चाहिँ वेलकम डान्स रहेछ। अनि त्यसपछि फेरि अर्को चाहिँ मयूर डान्स हुँदो रहेछ। अनि मयूर डान्स सकिसकेपछि हामी रुममा आयौँ। रुममा आइसकेपछि आइरहेको थियो। मैले बहिनीको चाहिँ एउटा फोटो क्याप्चर गर्ने भनेर यसो हेरेको, राम्रो आएको